राजु यादव, जसले परिवारको अत्यन्त न्यून आर्थिक अवस्था, बुबाको दीर्घरोगी स्वास्थ्य अवस्था जस्ता कठिन परिस्थितिहरूका बावजुद पनि आफैले सम्पूर्ण घरयासी तथा बाह्य काम सम्हाल्दै परिवारको खर्च चलाउँदै अदम्य लगन, अटल दृढता र निरन्तर मेहनतका साथ अध्ययन गरी एमबिबिएस प्रवेश परीक्षामा खुल्लातर्फ 55औं स्थान तथा मधेसी कोटातर्फ दोस्रो स्थान हासिल गर्न सफल भएका छन्। उनको यो सङ्घर्ष, समर्पण र सफलताको यात्रा हाम्रा विद्यार्थीहरूका लागि पीडाबाट प्रेरणातर्फको सशक्त स्रोत बनोस् भन्ने पवित्र उद्देश्यका साथ हामीले उहाँलाई एक जीवन्त उदाहरणका रूपमा प्रस्तुत गर्दै सम्मान गर्ने अवसर प्राप्त गरेका थियौँ। उहाँले आफ्नो सङ्घर्षको यात्राबाट सिकेर हाम्रो विद्यार्थीहरूलाई दिएका केही प्रेरणादायी शब्दहरूलाई जस्ताको तस्तै प्रस्तुत गरेका छौँ। पहिला त हेर, मेन कुरा तिमीले बुझ्नुपर्ने के भन्दा तिम्रो सुरुवात राम्रो छ, त्यसको मतलब भ्यू दिने तिम्रो टेक्निक पनि राम्रो हुन्छ। र तिम्रो सुरुमा अहिले कतिपय विद्यार्थीहरू कस्ता छ भने खासै पढ्दैनन्, लास्टमा पनि कस्तो अहिले नपढ्ने तर लास्टमा एकदम टपमा आइदिने। मसँग एउटा विद्यार्थी छ, म 3.94 ल्याउने टुवेल्भमा, मेरो ऱ्याङ्क 55, तर एउटा 3.55 मात्र जिपी लागेको छ मेरो साथी, तर उसको ऱ्याङ्क चाहिँ कति 14। बुझिरहेको छु नि कुरा। सोच्दाखेरि पढ्दाखेरि कस्तो पढ्नु भन्दा ट्याक्क बुझेर पढ्नु, बुझिरहेको छौ। सो तिमीहरूसँग यतिको बोर्डिङ स्कुलमा पढिरहेको छ भनेपछि तिमीहरूसँग एकदम दक्ष, एकदम कम्प्लिटली फुल्ली स्किल भएका टिचरहरू छन् तिमीसँग, बुझ्छौ नि कुरा। सोच्दाखेरि प्रपर टिचरसँग कन्सल्ट गर्ने कसरी पढ्ने भन्ने कुरा। र पढ्दा चाहिँ कस्तो विद्यार्थीहरू के हुन्छ भने अब एकदमै टप हान्नुहुन्छ त धेरै पढ्नुपर्छ, म त पढ्दिनँ भन्छन्। धेरै पढ्नु पर्दैन अरे, यस्तो हो। तिमीहरूको रमाइलो गर्ने समय पनि यही हो हेर, र पढ्ने पनि समय यही नै त हो। हुन्छ तिमीहरू अब अलिक सानो छौ, यताउता मन तिमीको बडी ठुल्छ, अलिक ठुलो भयो भने त मैले तिम्रो एउटा करियर तिम्रो एउटा डिसाइड हुन्छ नि त। जस्तै म अब एमबिबिएस पढ्छु, मेरो फिक्स छ, तर तिम्रो त 6, 7मा कति 5मा छौ, 10मा छौ, त्यो तिम्रो त फिक्स त हुँदैन हेर। कसैले इन्जिनियर बन्न मन लाग्छ, कसैले डक्टर, कसैले बिजनेसम्यान, कसैले विदेशै जाने रहर होला। त्यो त के गर्ने भन्दा होइन, तिमीले धेरै नपढ्नु, सो त पढ्नु छ भने ट्याक्क 6-7 घन्टा पढे पनि इनफ हुन्छ तिमीहरूको लागि, बुझिरहेको छु नि। तर के गर्ने, बुझेर पढ्ने, टिचरहरूसँग कन्सल्ट गर्ने, केही कुरा जान्ने भने पढ्ने, हेर्ने टिचरहरू छन् तिमीहरूसँग, बुझिरहेको छौ नि। अनि के भने कतिपय विद्यार्थी कस्तो हुन्छ, स्थिति खराब हुन्छ, घरको फ्यामिलीको अवस्था एकदम कमजोर हुन्छ। मेरो पनि छ, तर मैले गरेर देखाएँ नि त। फर्स्ट के गर्नुपर्छ, तिमीहरूले अपर्च्युनिटीलाई ट्याक्कै छोपेर त्यसलाई तिमीले युज गर्न सक्नुपर्छ कि। तिमीहरूले कतिपयले 3 इडियट मुभी त हेऱ्यौ होला नि, म्याक्सिममले हेरेछौ। त्यसमा भन्छ नि तिम्रो ट्यालेन्ट हो, आफूसँग भयो भने सक्सेस तिम्रो पछि दौडिन्छ कि। बस तिमी अपर्च्युनिटीलाई चाहिँ नछोड्नु, र तिमीसँग के छ अपर्च्युनिटीलाई एकदम रियलाइज गरेर ट्याक्क त्यसलाई छोपेर मिहिनेत गर्नु, बुझिन्छ नि। अहिले नै हेर, जस्तो मेनली लिएर एससीको कुरा गर्छु भने मैले एससीमा खासै पढेन नि त। सो जब अब 11मा गएँ नि तब मलाई रियलाइज भयो कि एससीको जिपी नि कहिले कहिले त इम्पोर्टेन्ट हुन्छ। एकदमै अहिले कस्तो छ भने विद्यार्थीहरूमा एससीको लागि मैले हत्या गर्छु कि त्यस्तो नगर्नु हेर। जसको भने तिमी A+ राख, जसको अहिले नर्मली 3.35सम्म आउनु जस्तो छ नि, उसले चाहिँ A+ को टाइम राखेर पढ्नु। जसको A+ आइरहेको छ अनि बरु उसले माथिसम्म हो। अनि कसको लेभलै नभएको विद्यार्थीले म डाइरेक्ट राम्रो गर्छु भन्यो भने त्यो सम्भव हुँदैन हेर। ट्याक्क सक्सेसको पनि ट्याक्क सिडी चढेर सकिन्छ। एकैचोटि खुट्टा तन्काएर सिडी चढ्न खोज्यो भने लुटिन्छ, त्यस्तै हो, बुझ्यौ नि। एकदमै धेरै पढ्नु पनि छैन तिमी, सानो क्लासका मान्छेहरू हेर। त्यो गर्ने अलिअलि घर जाने, रमाइलो पनि गर्ने र पढ्ने पनि, र पढ्न चाहिँ नछोड्ने, दिनदिनै पढ्ने। अरू अल्छी लाग्यो भने यस्तो किताब पनि हेरिदिने, तर दिनदिनै चाहिँ हेर्नुपर्छ है, बुझ्छौ नि। कतिको अहिले कस्तो हुन्छ भने नर्मली मात्रै सानो छ, डर यताउता खेल्ने मान्ने होइन। तर के गर्छ भने कोही एकदम एकै दिनमा पुरै होमवर्कसम्म भ्याउँछन्, अनि बाँकी 3-4 दिन छुट्टी एकदम रमाइलो गरिदिन्छ। त्यस्तो नगर्नु। कोही दिनको 4 घन्टा आज पनि पढ्नु, आज अर्को दिन पनि पढ्नु, सधैँ गरेर सकिन्छ। तिम्रो होमवर्कहरू पनि सकिन्छ र तिमीहरूसँग पढ्नु पनि सकिन्छ। तर कस्तो हुन्छ भने दिनदिनै पनि पढिन्छ अनि रमाइलो पनि गर्नु कि। अनि मान्छेले कस्तो भन्छ बाबु अहिले राम्रोसँग पढ्यो भने पछि रमाइलो गर्न सकिन्छ, त्यस्तो हुँदैन है। मान्छेको सँग रमाइलो बेला भने तिमीहरूको बाल्यकाल नै हो, बुझिन्छ। त के गर्ने, रमाइलो पनि गर्ने र पढ्ने पनि गर्ने, हरेस चाहिँ नखाने। जस्तै कतिपय विद्यार्थीले गर्दा यो त गाह्रो छ, म त सक्दिनँ भन्छन्। किनभने मेरो घर आफ्नै भाइ बहिनीहरू छन् नि त, मैले उनीहरूको बिहेभियर त देखेको छु। त्यो
कसैले अहिले त तिम्रो स्टेजमा मेनली मान्छेले गाह्रो लाग्ने यहाँ म्याथ र साइन्स नै हो होइन अभियसली म्याथ र साइन्स पनि त्यस्तो गाह्रो होइन बुझ्न गाह्रो हो कि तिमीहरू बुझ्यौ नि यदि तिमीहरू नर्मली साइन्स पढेर म्याथमेटिक्स पढ्ने विद्यार्थीको मार्क्सहरू हेऱ्यौ भने साइन्स पढ्ने मान्छेहरूमा जिपिए धेरै आउँछ क्या किन थाहा छ किन हामीले पढ्ने नै त्यही म्याथ र त्यस्तै साइन्स जस्तै हो त्यसमा त तिमीले धेरै पढ्नु पर्दैन कि ट्याक्क कन्सेप्ट आएर पढ्ने तिमीसँग टिचर छ टिचरहरूसँग कन्सल्ट गर्ने अनि एउटा सक्सेसको यदि कुनै एउटा के छ भने त्यो के हुन्छ कन्सिस्टेन्सी बुझिरहेको छौ अघि नै भने मभन्दा थोरै जिपिए लाउने मान्छेको पनि ऱ्याङ्किङ राम्रो छ किन लास्टमा गएर एकदम कन्सिस्टेन्स भएर पढ्यो नि त त अहिले तिमीहरू कतिपय एकदम पछाडि छ होला कोही एकदम अगाडि छ अगाडि भएका पनि घमण्ड नगर्ने सुरुबाट पढ्ने राम्रोसँग पढ्ने अनि पछाडि जो छ भने तिमीसँग अहिले धेरै छ क्या टाइम पढ्ने त के गर्ने सुरुबाट अहिलेबाट नै पढ्ने बुझिन्छ रमाइलो पनि गर्ने र पढ्ने पनि हस् धन्यवाद भाइले आफ्ना अनुभवहरू सुनाउनु भएको छ पक्कै पनि भाइका अनुभव